चाहन्छु र मैले जहाँ पनि उहाँको नाम लिने गरेको छु। उहाँलाई म कहिले पनि छुटाउँदिनँ। मेरो लक्की पर्सेन्ट मान्छे पनि हो साङ्गीतिक फिल्डको। उहाँको जुन त्यो गीत गाइसकेपछि मलाई धेरै दर्शकहरूले चिन्नुभयो। त्यस पछाडि मैले फेरि आफ्नै कम्पोजमा धेरैवटा गीतहरू गरेँ। बाहिर गर्दै जाने क्रममा एउटा गीत सबैको नजरमा पर्यो, जो कि मैले यो गीतको कम्पोज आफैले गरेको छु, म्युजिक आफैले गरेको छु र आवाज पनि आफैले भरेको छु। अडियोमा नै पनि 20 लाखभन्दा बढी दर्शकले रुचाइदिनु भएको छ मेरो आफ्नै गीता तामाङ युट्युब च्यानलबाट। यहाँहरूमा आज म एउटा हिट टुक्का पस्किन चाहन्छु। अहिले पनि मलाई त्यही शब्दले चिन्नुहुन्छ, जो कि हामी पनि जिम्मलको नातिनी। थोरै मात्रै कोसिस गर्छु, अलिक गाह्रो पनि भइरहेको छ। हामी पनि जिम्मलको नातिनी, हामी पनि जिम्मलको नातिनी, केटा त भेटिन्छ जति नि, केटा त भेटिन्छ जति नि, माग्नलाई आउनेको लाइन्छ, माग्नलाई आउनेको लाइन्छ, पाउन त भाग्यमा चाहिन्छ, पाउन त भाग्यमा चाहिन्छ, हजुरकै भरमा परौला, हजुरकै भरमा परौला, 21मा घर जाम गरौला, 21मा घर जाम गरौला। जस्ट यसमा डुइट आवाज चाहिँ हाम्रो विशुद्धोङ जोजोले दिनुभएको छ मसँगै। हजुर आफ्नो युट्युब च्यानलबाट बजारमा आएको छ। हजुर धेरैले मन पनि पराउनु भएको, विशेष गरेर तामाङ समुदायमा हुर्किनु भएको यहाँ, होइन? तामाङ भाषा कतिको आउँछ यहाँलाई? तामाङ भाषामा चाहिँ अलिकति म पछाडि नै छु। कसरी पछाडि छु भनेदेखि मलाई पहिल्यैदेखि नै एकदम स्पष्ट क्लियर बोल्नुपर्ने, सो अनि मिडियाप्रति एकदमै चासो राख्ने, सञ्चारकर्मी बन्न मन लाग्ने एकदमै अलिक बढी त झन् भाषण गर्न मन लाग्ने, त्यस्तो आफूलाई आउने, होइन? अनि गीत गाउँदा पनि एकदम क्लियर गाउनुपर्ने। त्यस भएको हिसाबले म फेरि यस्तो भएँ, दोहोरीमा एकदमै धेरै दोहोरीमा चाहिँ गाउने, अनि अब एङ्करिङ गर्ने, होस्ट गर्नेदेखि लिएर हरेक कुराहरू गर्दै जाँदाखेरि चाहिँ फेरि मैले सबै भाषा नै भुलेको छ भन्ने पनि होइन यसभित्र चाहिँ, होइन? आउँछ, म्याक्सिमम् धेरै कुराहरू आउँछ, होइन? अनि एकदम हामी तामाङमा चाहिँ अनक्लियर हुन्छ भाषा बोल्दा चाहिँ, बोल्दाखेरि भोइसहरूमा बोल्ड आउँदैन, क्लियर नेपाली आउँदैन, एकदम घिसार्नुपर्ने हुन्छ, होइन? यो त मगर समुदायमा पनि रहन्छ, नेवार समुदायमा पनि, जो पनि भाषित हुनुहुन्छ र आफ्नो नेपालीपन कल्चर भाषाहरू जोगाउनुहुन्छ भने चाहिँ त्यो भेगै हिसाबले पनि फरक पार्ने रहेछ। पूर्वको जति पूर्वेली व्यक्तित्वहरू हुनुहुन्छ नि, एकदम क्लियर बोल्नुहुन्छ। कतिको थाहा छ हजुरलाई चाहिँ कतिको उ गर्नु भएको छ, होइन? जब पश्चिमतिर ढल्किसकेपछि अब छुट्टै छ। बागलुङ जाम त्यतातिर अर्कै तरिकाले बोल्नुहुन्छ, होइन? अब यता पोखरा जाम त्यता अर्कै छ, जो कि फरक तरिकाको शैली, आफ्नो बोल्ने लय चाहिँ फरक हुन्छ। तलाई ट बोलिदिने, विशेष मगरमा त्यतिपनहरू एकदमै आउँछ। नेवारीमा पनि छ, भाषा स्पष्ट छैन, त्यो आफ्नो भाषा बढी बोल्ने मान्छेहरू अलिकति अस्पष्ट भएको होला के नेपाली भाषा, एकदमै त्यो हुन्छ। म चाहिँ अनि त्यही भएर एकदम नेपाली भाषालाई प्राथमिकता दिने। हजुर एकदमै नेपाली भाषा चाहिँ क्लियर हुनुपर्छ है, बोल्दाखेरि शब्दहरू चाहिँ एकदम अनक्लियर आउनुहुन्न भन्ने टाइपको हुनाले अलिकति मात्र फरक परेको। तर केही छैन, फेरि मैले भाषा बोल्दै नबोल्ने, बुझ्दै नबुझ्ने भन्ने पनि होइन, एकदम मनपर्छ। आफ्नो कल्चर, संस्कार, संस्कृति त धेरै नै मनपर्छ, जो कि मलाई जहाँ माथि पुर्याएको पनि आफ्नै कल्चरले, संस्कृतिले नै हो जस्तो लाग्छ मलाई। घर परिवारमा बोल्नुहुन्छ कि बोल्नु हुँदैन? हाम्रो चाहिँ परिवारमा चाहिँ यस्तो भयो, हाम्रो भेगी हिसाबले फरक पर्यो। मेरो भेगमा चाहिँ बोल्नुहुन्न, मेरो भेग भन्दाखेरि फाल्टो गयो भने बोल्नुहुन्छ, त्यस्तो छ। हाम्रो आपाहरूले चाहिँ फेरि बोल्नुहुन्छ, आपाहरूले, आखेहरूले, आफूभन्दा अलिकति सिनियरहरूले चाहिँ बोल्नुहुन्छ। अनि हामी चाहिँ सिक्नुभन्दा पनि अब बुझिहाल्छ, हामीले थाहा भइहाल्छ, हल्का आइहाल्छ, ठिकै छ भन्ने खालको चाहिँ स्वभावहरू त्यस्तो राख्ने भयौँ। अनि बुझ्ने फर्काउन नआउने कि कसो? फर्काउन पनि म्याक्सिमम आउने, तर थोरै मात्र फेरि भेगी हिसाबले फरक पर्ने कि। जस्तै अलिअलि मिल्ने, यतातिर काभ्रे सिन्धुपाल्चोकतिरकैमा पनि फरक पर्ने, साइड अनुसार फरक पर्छ क्या, एकदमै भेगी हिसाबले। तर बुझ्न चाहिँ यही भनेको, यो चिजलाई भनेर चाहिँ थाहा चाहिँ हुन्छ फेरि। तर शब्द चाहिँ उहाँहरूले अलिक फरक तरिकाले चाहिँ त्यो प्रस्तुत गर्नुहुन्छ बोल्दाखेरि चाहिँ, सो भाषा नआउने भन्ने हुँदैन फेरि।
भाषाप्रति चाहिँ म एकदम सम्मान गर्छु। अवश्य पनि एकदमै आफ्नो भाषा त मैले भन्दै पनि आइरहेको छु, जुन ठाउँमा जन्मिनु भएको छ, जुन समुदायमा जन्मिनु भएको छ, त्यो भाषालाई चाहिँ नि अगाडि बढाउनु, पुस्ता हस्तान्तरण गर्नु पर्यो होइन। जस्तो हिजो हजुरबुवाले आमाबाट अब गीताजीबाट अर्को सन्तति हुँदै अगाडि लानु पर्यो, नत्र भने त तामाङको सबै चिजै हराउँदै गयो भने त के अर्थ रह्यो त त्यहाँ त होइन। म तामाङ समुदायको मान्छे भन्ने, तर न भाषा आउँछ, न संस्कार संस्कृतिका कुराहरू आउँछ। यो चिजहरू त हामीले बचाउने हो कि आफ्नो समुदायभित्र रहेर। अनि यस्तो समुदायभित्र पनि धेरै अहिले यो तामाङ समुदायसँग रहेर देश विदेशमा धेरै कार्यक्रम भइरहेको छ। यहाँ विदेशतिरको कार्यक्रमहरूमा कतिको पढ्नु भएको छ, कतिको खोज्नु भएको छ यहाँलाई यति मिठो मिठो गीत गाउने गीताजीलाई? हजुर, मलाई चाहिँ खै यसमा चाहिँ के होला है, यो विभेद भनौँ कि अथवा सङ्घ संस्थाप्रति मेरो चासो नरहेको भनौँ कि, अथवा मेरै कमजोरी त अझै पनि उहाँहरू माझमा म पुगेको छैन भनौँ कि, अथवा नचिन्नु भएको या वास्ता नगर्नु भएको, त्यस विषयमा चाहिँ म आफैले छुट्याउनै सकेको छैन। अब बाहिरतिरको प्रोग्रामहरू अहिलेसम्म मलाई छैन। एक दुई ठाउँबाट कुराहरू आएको थियो, धेरै त नभनौँ, तर उहाँहरूमा पनि त्यो सेफ तरिकाले हामी कलाकार हो भनेर सम्मान गर्ने तरिकाको व्यवहारहरू चाहिँ मैले देख्दिनँ। अवश्य पनि यो सबैभन्दा पछिल्लो समयको दुःखको कुरा, एकदमै धेरै दुःखको कुरा। अब यो बनाएको पनि फेरि तपाईँ हामी कलाकारले नै होला, अवश्य पनि हो, त्यसभित्र तपाईँ नपर्नु होला, म पर्दिनँ, तर यस्तो बनाउने पनि तपाईँ हामी कलाकारभित्रकै व्यक्तित्वहरू हुनुहुन्छ क्या, जो कि तर केही छैन। म आफू कस्तो खुसी छु, एक दिन कस्तो नहोला त भन्ने सबैमा भइहाल्छ। दुःख मानेर पनि भएन, किनभने अब खासमा एकअर्कालाई सम्मान भन्ने कुरा, विश्वास भन्ने कुराहरू टुट्दै गएको छ अहिलेको समयमा चाहिँ होइन। पहिला चाहिँ अब सपोर्ट, सहयोग, सम्मान एक किसिमको छुट्टै खालको थियो होइन, हामीले गर्दाखेरि त्यो बेलामा हामी अगाडि आउन सकिएन। सो त्यो नआउनुको कारण पनि अब आफ्नै कमजोरिता होला, आर्थिक बाटो होला, सामाजिक बाटो होला होइन, धेरै कुराहरू पर्दै जान्छ। अब जब कि अगाडि आइसकेपछि यस्तो बन्दियो समाज, यस्तो परिवर्तित बन्दियो होइन, जो कि अब तिमी म यस्तो हुनुपर्छ है भनौँ भने चाहिँ लाने खालको सङ्घ संस्थाहरूले पनि होइन। त्यो के भन्ने, अब यसलाई विकृति टाइपको भन्ने कि अथवा मानवीय संस्कारहरू लोप हुँदै गएको भन्ने कि, अवश्य होइन, यो आफ्नै खालको विडम्बना छ। सो आशा छ मलाई, जहाँसम्म लाग्छ अब यो कार्यक्रम हेरिसकेपछि कतिको प्रतिक्रियाहरू आउला। हामीले प्रत्यक्ष देखेको थिएनौँ, तर उहाँ यस्तो हुनुहुँदो रहेछ भन्ने पनि आउला। कतिपयले गुनासो पनि गर्नुहुन्छ, जसरी मलाई बुझ्ने व्यक्तित्वहरूले चाहिँ के भन्नुहुन्छ भने, तपाईँको गीत तपाईँ जति मलाई पहिला 8-10 वर्ष पहिला हेर्ने साथीहरूले अहिले पनि हेर्नुहुन्छ कि, उहाँहरूको प्रतिक्रिया चाहिँ त्यो आउँछ। किन होला तपाईँलाई चाहिँ हाम्रो तामाङ कमिटीहरू धेरै ठाउँमा चाहिँ सङ्घ संस्थाहरू धेरै छ, अनि किन होला तपाईँलाई चाहिँ गीत हिट छ, तपाईँको गीतहरू धेरैले सुन्नुहुन्छ होइन। यस्तो पनि लाग्छ कि म छासमिसे भएर पनि हो कि जस्तो पनि लाग्छ। अर्को कुरा भेगी हिसाबले पनि जस्तो लाग्छ क्या, म पूर्वको होइन, तर अब कला गला भनिसकेपछि त कुनै जाति त भित्र पर्दैन, कुनै भेग भित्र पर्दैन होइन। सङ्गीत भनिसकेपछि तपाईँ हाम्रो सबैको साझा सम्पत्ति, जसको पनि सङ्गीत भनिसके पछाडि जोसँग पनि हुनसक्छ होइन, जसको पनि हुन्छ, जो कि तेरो मेरो हुँदैन। अनि त्यो हिसाबले पनि जस्तो लाग्छ। अब खोटाङ पूर्व, मलाई त खोटाङको माटोले जन्माएको, एकदम पूर्वमा जन्मियो, गीत दोहोरी गायो पश्चिमको, त्यता पनि लिङ्क भएन होइन। अब म त सबैभन्दा प्लेटफर्म टेक्ने ठाउँ नै मैले स्टेज टेकेको नै दोहोरी हो, मैले त्यो भुल्नै हुँदैन। अनि पछिल्लो समय मैले प्री कल्चरमा जाँदाखेरि सेलो गर्दै आएँ, भइसके पछाडि मैले गीत सबै धारको गाएँ, सबै ठाउँको, सबै धारको, सबै विधाको गीतहरू गाएँ, तर सबैको गीत चाहिँ गाउनु भएको छ अरे गीताजीले, तर हामी त सुनेको छैनौँ भन्ने पनि हुनुहुन्छ। त्यो किन भइदियो भने गीत चलेन, गीत नचलेपछि कल्चरल कुराहरू अहिले सबैको कानमा पुग्दैन होइन। फरक ढङ्गले आउनलाई मेरो मनले मानेन सङ्गीतको विद्यार्थी भएको हिसाबले। अवश्य पनि यही समस्या सबैभन्दा के छ भने, जति छ म त्यति खान्छु, आत्मसम्मानले अगाडि बढ्छु भन्ने कलाकारहरूको स्थिति भनेको सबैको यस्तै स्थिति छ। तर जता जता के त्यतै सुवा भन्दा जस्तो भयो भने, त्यस्तो भयो भने अलिकति चलिने होइन होइन। एकदमै अहिले त मान्छेले मनोरञ्जन मात्रै क्या, अर्थ पनि चाहिएन, शब्द पनि चाहिएन, त्यसको केही बुझ्नै पनि परेन
बस मनोरञ्जन चाहियो, डिजे चाहियो, बस डुङडुङ हुन पर्यो, त्यति भएपछि चाहिँ चल्यो क्या। नेपाली लोक सङ्गीत भनेको त्यहाँ नेपाली सुगन्ध पनि चाहिएन है, पन पनि चाहिएन, के पनि चाहिएन, तर चाहिँ कसरी हुन्छ अब डबल अर्थ लाग्ने कुराहरू चाहिँ आइदिनु पर्यो। त्यो भयो भने अलिकति गीत चले र मान्छे पनि चल्यो, अनि मान्छे चल्नको लागि मान्छे पनि त्यस्तै तरिकाबाट चलिदिनु पर्यो फेरि होइन। त्यो नहुँदाखेरि अलिकति गाह्रोको कुराहरू पनि रहेछ जस्तो लाग्यो। अनि जस्तो काठमाडौँ यहाँ आउनुभयो, कति उतार चढावहरू भए होइन, अझै पनि हुँदैछ, अझै कति कति भोग्नु छ। वास्तवमा भन्यो भने हामीले लाग्छ अब त म सफल भएँ, अब त म दुःख भोग्नै पर्दैन होला, फेरि अर्को दुःख आइलाग्छ क्या। यो जिन्दगी हो, सुखसँगै अर्को बाटोमा दुःख, दुःखसँगै अर्को बाटोमा सुख लेखेको हुन्छ। जिन्दगी के रहेछ गीताजी? मलाई त सबसे भन्दा जिन्दगी त एउटा हाम्रो सुख दुःखको यात्रा सहयात्री, केही पनि छैन हामीसँग, मलाई त त्यो लाग्छ। बस मृत्यु पनि अरूले नै तोकिएको छ बस। त्यस कारणले गर्दाखेरि जति जिम आत्मा सन्तुष्टि पाराले जिम। फेरि यस्तो छ, आफू मात्रै सन्तुष्ट रहेर पनि भएन, अरूलाई पनि राख्न सक्नु पर्यो। सबैभन्दा म चाहिँ अलिक बढी अरूको दुःख बुझ्ने, अनि मैले गर्दा अरूलाई कतिको अवसर पर्छ त, त्यो कुराहरू चाहिँ पहिल्यै हेर्ने क्या। त्यो हेर्ने हुँदा नै धेरैचोटि अरूको लागि रोएको छु जस्तो लाग्छ, धेरैचोटि अरूको लागि लडेको छु जस्तो लाग्छ। तर म आफ्नो जिन्दगीसँग चाहिँ लडेको छु, जस अरूको लागि राम्रो होस् न त भन्ने खालको सोचहरू बोकेर होला कि जस्तो लाग्छ। अनि एक यो मेरो कमजोरी पनि जस्तो लाग्छ औँल्याउँदा चाहिँ। तर जिन्दगी हाम्रो सुख दुःखको एउटा अमूल्य पात्र हो। सधैँभरि सुखै सुख आउँछ भन्ने पनि छैन, सधैँभरि दुःखै दुःख आउँछ भन्ने पनि छैन, चलिरहन्छ। जसरी पुस गएर माघ आए जस्तो होइन, माघ गएपछि फागुन आए जस्तो, मौसम सँगै परिवर्तन भए जस्तो, कुन महिना कतिखेर कुन बार कुन गते मलाई सुख आउँछ भन्ने पनि छैन, कुन बार मलाई दुःख आउँछ भन्ने पनि छैन, हामीले देखिएको पनि छैन। बस जुन अवस्थामा पनि हामी खुसी चाहिँ हुन सक्नु पर्यो। म खुसी भएँ भने कतिजना खुसी छ भनेर पछाडि चाहिँ सोच्नु पर्यो। त्यति पछाडिको पाटोहरू हेर्नाले नै अलिकति म चाहिँ यो फिल्डमा पाइला चाल्न नसकेको हो कि जस्तो पनि लाग्छ। पछाडि छोडिदिउँ भने त्यो छोड्नु फेरि सबैभन्दा जिन्दगीको अमूल्य कुराहरू चुकाए जस्तो लाग्छ। अवश्य पनि अब यो उमेरमा आइसके पछाडि कहिले कहिले हुन्छ नि जिन्दगी कस्तो कस्तो उतार चढावहरू भए, बरु कसैको सहारा भइदिए भए, अलिकति साथ लिन पाइदिएको भए जिन्दगी सहज हुन्थ्यो भन्ने त्यस्तो सोच्नु भएको छ कि छैन? जिन्दगीलाई सहयात्रा गर्ने मान्छे अगाडि अब त चाहिने बेला भयो भन्ने धेरै पटक मैले सोचेको छु। त्यो उल्टे पाटोहरू फेरेको छु, निन्द्रा नलाग्दाको छटपट्टिमा सोचेको छु त्यस्तो कुराहरू। तर ठिकै छ, केही छैन। अब त्यो एकदमै अहिलेको अवस्थामा चाहिँ त्यो पाटोहरू सोच्नु पनि गलत हो कि जस्तो पनि लाग्छ, किनभने सक्सेस नै देख्दिनँ त। अब फाइदै लिएर त फाइदै दिएर त किन चाहिँ मरिहत्ते गर्नु त, आफै गर्ने हो नि होइन। म चाहिँ प्रायः आफै गर्ने क्या, जे गर्नु छ आफै गर्ने। तर पनि केही अलि अप्ठ्यारो चिजहरूलाई दुईजना भयो भने सहज हुन्थ्यो कि अहिले नभएर अलिकति दुःख पर्दाखेरि कहिले बिरामी भइएला, कहिले के गर्ला, एउटै बेडमा त त्यहीकै पल्टिनु भन्दा ल न पानी तताएर देऊ न भन्ने मान्छे भयो भने पनि, मन मिल्ने मान्छे भयो भने म्यारिड लाइफ पनि त्यति धेरै गाह्रो हो जस्तो लाग्दैन मलाई, जब बुझ्नु पर्यो एकअर्काले। हजुरले चाहिँ म्यारिड लाइफ? हजुर म्यारिड लाइफ त म्यारिड नै हो नि अलरेडी। अलरेडी म्यारिड होइन? धेरै नै भइसक्यो यो फिल्डमै, म म्यारिड भएरै छिरेको। ओहो, सपोर्ट छ घरबाट? मेरो त सपोर्ट त भने त मैले सबै कुरा मेरै हातमा भइसकेपछि अब त्यसलाई सपोर्ट भनौँ कि के भनौँ त भन्नु त। जिम्मेवार आमा पनि मै, बुहारी पनि मै, छोरी पनि मै, बुढी पनि मै। कस्तो राम्रो है, सबै कुरा मै। घरको जुन एउटा घर थाम्ने खम्बा भन्छौँ नि हामी, किलो मेन मूल थाम भन्छौँ नि, पूजा पनि गर्ने चलन छ कतिपय गाउँमा, त्यो चाहिँ मै। कस्तो राम्रो हैन? त्यो चाहिँ मै भइसके पछाडि अब त्यहाँ सपोर्ट छ भनौँ कि अब छैन भनौँ कि आफैले घर चलाउन परिरहेछ भन्ने जस्तो सबै कुरा घर मात्रै होइन, जिम्मेवार, इज्जत, आफ्नो करियर, छोराछोरीको भविष्य। कतिजना हुनुहुन्छ बच्चा?
मेरो एउटा नानी छ। नानी कति वर्षको हुनुभयो? नानी 10 वर्षको। 10 वर्ष हुनुभयो भनेपछि त बच्चाको भविष्य पनि जोडिया छ हैन? श्रीमान सँगै कि कतैतिर? हामी सँगै हुनुहुन्छ। यो टिकाउन कति धेरै गाह्रो हैन? म्यारिड लाइफ टिकाउन कति धेरै, तर हामी 10औं वर्ष 15औं वर्ष 20औं वर्ष सँगै बिताएको मान्छेलाई कोही मान्छे अहिले नयाँ मान्छेहरू अहिलेको पुस्तालाई भेट्यो भने एउटै मान्छेसँग 10 वर्ष बस्न सक्छ है, 20 वर्ष बस्न सक्छ है भन्ने पनि भइसक्नु भएछ के। यो कस्तो समाज कहाँतिर जान लाग्यो जस्तो लाग्छ के मलाई। हैन त्यो चाहिँ अब अहिले त खै त मान्छेले खै के अब त्यो जिन्दगी कसरी जिउनुहुन्छ अहिले त कति आकाश पातालकै फरक हो। तर हामी आएको ठाउँ जुन ठाउँबाट म आएँ यहाँसम्म त्यो एकदमै जुन यति निश्चल यति पवित्र हैन, जो कि त्यस्तो तालमा पानी चाहिँ एकदमै लेक ठाउँमा जानुपर्छ क्या। त्यो तालमा पानी जमेको चाहिँ एकदम क्लियर हेर्दाखेरि आफ्नो अनुहार देखिने पानी हो। त्यस्तो ठाउँबाट चाहिँ एन्ट्री भएको मान्छे हो म चाहिँ। त्यही भएर एकपट्टि चाहिँ जुन मान्छेको हैन कला एउटा चर्ती कला एउटा छँदैछ अहिलेको हिसाबमा चाहिँ। तर ममा